कि 8 कक्षा पास जुन देशको प्रधानमन्त्री हुन्छ त्यो देशको शिक्षा कस्तो हुन्छ त जुन बेला मन लाग्यो त्यही सब बोल्नु यो प्रधानमन्त्रीको दायित्व र नैतिकतामा पर्दैन। मेरो नाम रामानन्द प्रसाद यादव, म रौतहट जिल्लाबाट श्री जय किसान नमुना विद्यालयको शिक्षक थाई शिक्षक हुँ। जारी छ, आन्दोलन जारी छ। राज्य पक्षले अलि दमन गर्यो भन्ने सुनिन्छ नि, आन्दोलनमा के छ हजुरको विचार? यसमा राज्य पक्षले टिचर र हाम्रो प्रेस जगत दुवैलाई दमन गरिएको छन्। जुन आन्दोलन अवस्था कसरी आयो त हजुर? यो अवस्था कसरी आयो? यो अवस्था यो आउनुको मेन तात्पर्य के छ भने सरकार पक्षले, यानि यो सरकार भनेको एमाले र नेपाली कांग्रेसले हो। मूलले हेर्दाखेरि अब एमाले त गरेछ, तर गृहमन्त्री नेपाली कांग्रेसको, यसको पछाडि आन्दोलन यति दिनसम्म लामो हुनुको कारण नेपाली कांग्रेसको नै हो, यानि शेरबहादुर देउवाजीको हो। किनभने शेरबहादुर देउवा प्रधानमन्त्रीको दायित्व हुँदैन? प्रधानमन्त्रीको दायित्व हुँदैन? प्रधानमन्त्रीको त ठुलो दायित्व। प्रधानमन्त्री एउटा त बालक जस्तो खेल हो, हट्टी हो, त्यो त कुरा बुझ्दैनन्। किनभने आफै बुझ्नु कि 8 कक्षा पास जुन देशको प्रधानमन्त्री हुन्छ त्यो देशको शिक्षा कस्तो हुन्छ त जुन बेला मन लाग्यो त्यही सब बोल्नु यो प्रधानमन्त्रीको दायित्व र नैतिकतामा पर्दैन। यो समस्यालाई समाधान वास्तवमा गर्नको लागि 3वटा पक्ष यदि छोटकरीमा भन्नु त 3टा कुरा के हो? मेन कुरा के छ भने अब के यहाँ के छ भने मेन सरकारले बुझिदिनु पर्यो। यो हाम्रो 2028-32 मा जुन आयो ऐन आयो सुरुमा महेन्द्र सरकारको पालामा, त्यसपछि 37-38 मा जुन आन्दोलन भयो त्यो बेला वीरेन्द्र सरकार थियो। त्यो दिन 35 दिन आन्दोलन चलेको थियो। त्यो बेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो बेला आन्दोलनसँगै नै उहाँ आन्दोलनसँगै घुम्नुभयो। त्यसपछि टिचरको माग पुरा गर्नुभयो। तर यहाँ हाम्रो बार सरकारले के हुन्छ सम्झौता गर्नुहुन्छन्। अब 76, 78, 79, 80, 81 सम्म पनि बार सम्झौता गर्ने, तर यो कार्यान्वयन कसरी गर्ने यो सरकारको दायित्व। वास्तवमा हेर्दाखेरि यो लीलालाई, यो टिचरको वास्तवमा जब जुन देशको शिक्षा राम्रो हुँदैन त्यहाँ कुनै पक्ष राम्रो हुँदैनन्, चाहे त्यो इन्जिनियरिङ सेक्टर हो, डक्टरी सेक्टर, कुनै सेक्टर राम्रो हुँदैन। किनभने टिचर भनेको कन्स्ट्रक्सन अफ एभ्रिथिङ हो, सबै चिजको निर्माण कर्ता टिचर वास्तवमा टिचर नै हो। तर वास्तवमा टिचरको कमी कमजोरी कहाँ देखिन्छ भने मानौ कि आउँदो 84 को चुनावमा हामी धेरै घटकहरू बनिसकेका छौँ। त्यो घटकहरूलाई वास्तवमा छोडिदिनुपर्छ। एक अर्को यहाँ समस्या 0 देखि 12 सम्मको समस्या हेर्दाखेरि बाल विकास राहत र समस्याहरू हेर्दाखेरि तपाईहरु आन्दोलनमा आउनु भएको छ। यहाँ सबै राजनीतिक दलको घटक संस्थाहरूमा आबद्ध हुनुहुन्छ नि? आबद्ध वास्तवमा अब डाइरेक्टली हुनुहुन्छन्, तर वास्तवमा त्यो स्वतन्त्र भयो हुन्न? हजुर, स्वतन्त्र रूपमा आन्दोलन गरे हुन्न? स्वतन्त्र रूपमा हुन्छ, तर महासङ्घ बनिसकेपछि यहाँ कुनै यस्तो नीतिगत हिसाबले त छ, तर वास्तवमा लिखित हिसाबले छैन। तर अब अहिले राजनीतिक दलमा जोडिनु भयो भनेर सबैले आलोचना गर्नुभएको छ तपाईहरुको। ल त्यो त सही पनि हाम्रो शिक्षा मन्त्रीले भन्नुभयो। वास्तवमा यहाँ पीडित पक्ष बढी जस्तो राहत जस्तै 76 सालमा जुन टिचरले थाहै भयो, जसको पेन्सन वास्तवमा 17 वर्ष पुग्दैछन्, त्यसको सेवा अवधि जुन छ नि अब 7 वर्ष जोडिदिँदाखेरि वास्तवमा यसमा हजार के हुन्छ लाभामी जुन छन्। हाम्रो यो विद्या भण्डारीले पेन्सनको कुरा गर्नुभयो, उहाँलाई धेरै धन्यवाद। सबैले राम्रै कुरा गर्नु भएको छ कि तपाईहरुलाई। अब शिक्षा ऐन आउला जस्तो त देखिन तत्कालै त आन्दोलन त अब लम्बिन्छ। तपाईहरु ऐन लिएर मात्रै जाने हो कि के हो? ऐन लिएर जान्छु, यो त वास्तवमा समाधान हुन्छ, ग्यारान्टेड हुन्छन्। किनभने यसबाट हाम्रो नेपालै भरि पीडित छ। किनभने अभिभावक पीडित छ, बालबालिका पीडित छन्, कहीँ कतै शान्ति छैन, कसैको घरमा शान्ति छैन। यसका कारण सरकार बाध्य भएर दिन्छन्। अब यो बालबालिका र अभिभावकलाई त अहिले पीडित बनाउनु भयो है तपाईहरुले? हैन, हामी पीडित बनाउँदैन। हामी जुन 1 महिनाको जुन वर्ष बिदा हुन्छन् त्यसमा अध्यापन गरेर त्यसको जुन पढाइ हुन्छ मेकअप गर्ने हाम्रो वादा छ, वचन छ, महासङ्घले आह्वान गरेको छ। हाम्रो माग पुरा भयो भने हामी उनीहरूको कुनै कमी कमजोरी गर्दैनौँ। सबै कुरा उनीहरूको माग पुरा गर्छु। विद्यार्थीहरू अभिभावक सबैलाई राख्छ। धन्यवाद। ल नमस्कार।